हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल लाइफ विथ साकाई। आज चाहिँ हामी हाम्रो नेपालबाट आमाले र भाइले पठाइदिनु भएको यो मेरो अगाडि रहेको 20 किलोको बक्स चाहिँ अनबक्सिङ गर्न गइरहेको छौँ। Que Nepal kara kasan to ga ukutte kureta okurimono yaku 20 キロぐらいの重さのこの段ボールを開封しようと思っております。奥さんと一緒に今からこの段ボールを開封していきます。 ल आयो है हाम्रो पनि नेपालबाट सामान। कस्तो मलाई त यो के आयो रे सानो कस्तो के नेपालबाट हाम्रो के आयो सामान सामान मलाई त यो कार्टुन देखेर के कस्तो के खोले च्याट्यो भने यो यतिकै सजाएर राखौँ जस्तो भइरहेको कि कार्टुन मात्रै नाटक गर्ने के फेरि 20 किलो पर 20 किलो पित्तरी छ। बिहान आउँदाखेरि त बाहिर यत्रो दाम बरु म त कसले लिएर यत्रो गोइम्बाको फालेर गएछ अनि पछि नजिकै आएर हेर्छु त सुन्दरा ल न काट्नु। ल तिमीले काट न तिम्रो नाममा के चाहिँ आएछ त कसरी हो काट्ने टेप इमाकारा दाम कता खाइ जस्तो छ। खाइफु इतासिमास खाइफु भन्छ यस कस्तो यो त के पहिला यो के भन्छ दुबई कतारबाट दाइहरू आउने बेलामा यसरी नै सामान दोहा टु काठमाडौँ भनेले यस्तै समथिङ यो त कस्तो बोरा पनि काट्दै ल्याउ न फोन नम्बर के कति रहेछ घरको थाहा पनि छैन। यो त के 12,570 भनेर भने मम्मीले त मलाई त 19,900। अनि यस्तो हुन्छ त कतिको पैसा तिरेर कतिको त्यो होकेन के तिम्रो इन्स्योरेन्सले कति क्लेम गर्ने भन्ने हुन्छ नि त यिनीहरुको। तर एकदम छिटो है सर्भिस चाहिँ लास्टै राम्रो रहेछ। हाम्रो यो उसको नि सर्भिस के रे नाम पनि कस्तो प्याट्टै नआएको दिमागमा इम्पायर ग्लोबल कार्गो प्राइभेट लिमिटेड भन्ने भरतपुरमा छ। यहाँ जतासुकै रहेछ नि इम्पायर प्राइभेट लिमिटेड भनेर नसम्म त उयो मुकी म त कुन हो यो चाहिँ सीता होला यो तानिसको मोटो तानिसको नातिक त हाई काट्नु त ल हेर मैले त मेरो घरबाट के आयो आमा चलाउनै नसक्ने आएछ। जहिले घिउ नखाएर नमोटाउनु भएको भनेर मैले घिउको डिब्बा पठाउनु भयो किन त्यत्रो धेरै त पठाउनु भएन होला नि घिउ के खाने चेर्ने हो टुस पर्छ भन्नुहुन्थ्यो कुन केलाई घिउ पर्दैन रे भने जस्तो फेरि कुकुरलाई घिउ पर्दैन हो र तपाईँलाई फेरि नपस्ला। ओहो भयङ्कर छ त पुरै कति हटाउनु त ए राम्रो हो खोल्ने बित्तिकै यामा यस्तो पनि रहेछ खोल्ने बित्तिकै सबैको प्यारो वाइ वाइ चल्छ 1 2 3 4 5 6 7 8 9 ए राम्रो 10 11 12 13 14 प्याकेजिङ त एकदम राम्रो है 16 वटा त वाइ वाइ चल्छ। त्यसपछि सोयाबिन कैलाश प्रोटिन युक्त सोयाबिनमा एउटा दुईटा कहिलेसम्मको डेट हो हेरे कि हेरेनन् हो 4 5 वटा 6 वटा 7 वटा 8 वटा 9 ए 10 वटा 11 वटा सोयाबिन आयो हजुर सोयाबिन 13 वटा 14 वटा 15 वटा 16 वटा 17 वटा सोयाबिन 18 वटा 19 वटा 20 वटा 5 किलो भन्छ ए भनेको 500 ग्रामको एउटा त्यो चाहिँ हाम्रो
कोदोको पिठो पिठो यस्तो कोदाको पिठो भन्ने खानु बित्तिकै अर्कै सम्झिनु होला कोदोको पिठो चाहिँ हो है गाइस के हुन्छ र अर्को कोदोको पिठो राख्नु न कोदोको पिठो कोदोको पिठो अनि मम्मीले चाहिँ मलाई के पठाइदिनु भयो दादा ए यो गिलास होला नि कप मलाई मनपर्ने कप हो कि यो यो खोल्नु त छैन कस्तो रहेछ है ल अलि त सारम त ए यस्तो कप त यहीँ पाउँथ्यो तर यो मैले भने होइन यो भाँडा चाहिँ फरक होला के त्यही फरक हो यामा अझै छ सबिन त साने हो र के मेरो सबिन मगाएको त ए भगवान यो के हो फेरि यो कप यस्तो खालको कप मम्मीले माछी गाई भएर डाडुको छ र छन्नी पठाइदिनु भएछ वा कति राम्रो खवाई तर यो त नितोरीमै पाउँथ्यो हौ यस्तो भन्ने होइन यो चाहिँ यो चाहिँ नपठाएको भए नि हुन्थ्यो है छान्नी डाडु यो त फापर मम्मीले यो मिस्टेक गर्नु भएछ होइन अर्को नि होला त्यसो भए फापरको पिठो यो त यहीँ पाउँछ जस्तो भने त्यस्तै छ फाइनली ए आयो फाइनली घिउ आयो है घिउ अर्को पनि आयो ए 5 किलो घिउ है आइसरी यो आमा सोयाबिन त लास्टै पठाएको भएछ के अझै छ सोयाबिनमै केही छैन कि ल यो चाहिँ घिउ 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 खा र तागतिलो बन्नु पर्छ के चाहिँ पठाउनु पर्छ यो फेरि प्रोटिन नर्स प्रोटिन पठाइदिनु भएछ 2 किलो प्रोटिन त होइन यो भित्र पिठो होला नै नै प्रोटिनै हो सम्झाएर गुरुङ गरेर फालेर यो के हो साडी दिनकै सोयाबिन खानु है तपाईँले अब साडी होला साडी पनि यस्तो हुन्छ र ए सोयाबिन सोयाबिनै 20 किलो रहेछ ए सोयाबिन यो के पठाइदिनु भयो फेरि मम्मीले मलाई ए सोयाबिन के साडी हो कस्तो राम्रो त साडी साने यार सोयाबिन मम्मीले कति हाल्नु भयो कस्तो राम्रो साडी पनि पठाइदिनु भएछ यो चाहिँ हाम्रो नेपाली पनको कराई मम्मीले कस्तो हो र हामीले रोटी पकाउने कराई भनेको त दिउरी हाला ठिकै छ त यसमा बिचमा टोड्की हालेर बनाउनु तरकारी बनाउनु मिल्ने कराई हो कि के हो यो सेलरोटी बनाउने कराईमा त भित्र यहाँनिर उस भएको भने त खै त उस खस्यो क्या एयरपोर्टमै यारको के हो फेरि रोटी यो घिउलाई यसमा हालेर तताएर गाइस पुरै ज्यान बनाउने यत्रो दामहरू पठाएर रोटीमा उसै छैन फोन गर्नु त मम्मीलाई पखा पहिला खोल्न त देऊ के त्यो हतार गरेर के त्यो पनि पुरा घरमै भएको पठाइदिनु आइन होला यत्रो बिजो सोयाबिन त किन पठाएको हो र बेच्ने हो यो रोटी हो कि अर्सा रोटी मम्मीले मिस्टेक गर्नु भएछ कि यार के गरेको कहाँ गएछ बस फोन मेरो उता छ एकछिन रोक न त्यो अर्सा रोटी हो कि मैले खान मन लागेर मगाएको आउन त खाऊ के निस्केला भनेको त मम्मीले त के गरे यस्तो त्यो धोती साडी आएन आहा एउटा कति पठाउनु भएको के मम्मीले यो के भन्छ हाम्रो चाहिँ नेपालबाट मेन स्पेसल भनेको घिउ घिउ यो तताउने यो हाम्रो यो कराई अनि घिउ चाहिँ केसित खाने त भन्दाखेरि अर्सा रोटी र सोयाबिनसित खाने भन्ने चाहिँ हाम्रो फाइनल डिसिजन भयो होइन ओके थ्याङ्क यू गाइस झुस्केर हो